गाइज यतिखेर हामी यो नरसिंहधामतिर जाँदैछौँ। ठ्याक्कै यो सिलिन्डरको पानी ट्याङ्कीबाट अलिकति अगाडि बक्केबारी भएर गइराखेका छौँ हामी चाहिँ। पछाडि पनि हाम्रो साथीहरू आउँदैछन्। यस्तो छ यहाँको दृश्य के छ कस्तो छ हामी तपाईँहरूले देखाउने नै छौँ। पानी ट्याङ्कीबाट आउँदाखेरि योबाट पुगिन्छ। अब यताबाट अगाडिको दृश्यहरू हामी तपाईँहरूले देखाउँदैछौँ। नरसिंहधाम जाने बाटो लेखेको छ यतापट्टि चाहिँ। उहाँहरू जानुभयो के अरे अगाडि दुईजना यो पिच बाटोमा। यस्तो छ अवस्था। हामी यसरी पिच बाटो सकिसकेपछि झन्डै 2-3 किलोमिटर चाहिँ यो भर्खर गिटी राखिएको एउटा गराबेल बाटो छ। यसमा बाइकमा हिँड्नुहुन्छ भने तपाईँलाई त्यही 5 मिनट जति लाग्न सक्छ। अनि 15 देखि 20 मिनटमा चाहिँ पैदल हिँडेर पनि पुग्न सकिन्छ। यदि हिँडिसकेपछि हामी नरसिंहधाममा आइपुग्छौँ। नरसिंहधाम भनेको तपाईँलाई थाहा छ विष्णु भगवानले नरसिंह अवतार लिएर अर्थात् आधा सिंह र आधा मानवको अवतार लिएर प्रकट भएको ठाउँ भनेर पनि यो ठाउँमा चिनिन्छ। त्यसपछि तपाईँको थुप्रै ऋषिमुनिहरूले तपस्या गरेको ठाउँ, भक्त प्रह्लाद तपस्या गरेको ठाउँ पनि हो यो नरसिंहधाम भनेको। अनि त्यति मात्र होइन, यो सलेनटार भनेको चाहिँ तपाईँको नेपालकै एउटा ठुलो टार पनि हो। अहिले यो नरसिंहधाममा पुरुषोत्तम अमावस्या चलिरहेको छ। यो ठाउँमा आउँदै गर्दाखेरि तपाईँको मनोकांक्षा पुरा हुन्छ भन्ने एउटा आध्यात्मिक विश्वास पनि छ। अनि आफैमा एउटा पवित्र भूमि पनि छ। बुढी गण्डकी नदी र आबु खोलाको जुन सङ्गम स्थल छ त्यो ठाउँमा चाहिँ अहिले महामहोत्सव चलिरहेको छ। जसरी अस्ति शनिबार चाहिँ अव्यवस्थित भयो, भिडभाड भयो, पानी समेत पाइएन, त्यहाँ लुटतन्त्र भयो, सिन्डिकेट भयो भन्ने भयो। यो एकदमै सही पनि हो। म चाहिँ त्यो दिन गइएन धन्न। म त्योभन्दा पछि चाहिँ 2 दिन र त्योभन्दा अगाडि चाहिँ 1 दिन गइसकेको छु। मैले त्यो शनिबारको दिनभन्दा पछि चाहिँ व्यवस्थापन गरेको पाएको छु। किनकि अहिले ठाउँ ठाउँमा पानीका धाराहरू पनि राखेको पाइन्छ। अनि प्रत्येक पसलहरूमा चाहिँ एउटा दर रेट छ नि, त्यहाँका सामानहरूको मूल्य यति भनेर त्यो पनि तोकेको छ त्यहाँका व्यवस्थापनहरूले। अनि यो चाहिँ सायद अस्ति शनिबारको जसरी समाचारहरू बाहिर गए ती समाचारको प्रभाव पनि होला। यो सकारात्मक प्रभाव मान्नुपर्छ, यसरी सचिनुपर्छ। अहिले त्यहाँ आउने भक्तजनहरूको लागि खाना बस्नको व्यवस्था पनि गरेको छ। अनि गाडीहरूको लागि पार्किङको व्यवस्था पनि माथि नै गरेको छ। त्यस्तो छ, धेरै हिँड्नु पनि पर्दैन। तपाईँ 15 देखि 20 मिनट हिँड्नु हो भने त्यो ठाउँमा पुग्न सकिन्छ। त्यस्तो अप्ठ्यारो छैन यतिखेर चाहिँ। तपाईँ अब कताबाट आउँदै हुनुहुन्छ के छ, अब यो लगातार 14 देखि 17 गतेसम्म बिदा पनि छ। बिदाको बेला चाहिँ यो पुरुषोत्तममा मौसममा आएर पुण्य कमाउनु पनि सक्नुहुन्छ। त्यस्तो छ यो ठाउँमा। हामी पनि अस्ति त्योभन्दा पछि चाहिँ झन्डै सोमबारतिर हामी गइयो देउसोपाख। त्यहाँ अलिअलि मान्छेहरू फर्किराखेका थिए, धेरै त थिएनन् मान्छेहरू। अनि पछि चाहिँ साँझ पख हामीले आरती पनि हेर्न भ्याइयो। आरती हेऱ्यौँ। आरती हेरिसकेपछि हामी फर्केको स्थिति हो। त्यसपछि जसरी समाचारहरू बाहिर गए त्यो चाहिँ अब अहिले छैन। अस्ति शनिबार के भयो कसो भयो तपाईँहरूले पनि थाहा छ। त्योभन्दा पछि त्योबाट पाठ सिकेर चाहिँ धेरै सुधारिसकेको छ। तपाईँहरू आउनु होला भनेर मैले भन्न चाहन्छु। दिगंबरे मनो विनोद में वस्तुनि।